आमा दुईटा घोडा रेकर्ड आज हामी बाबरी फुलको बोट नमस्ते लसोफिया फुडला सम्पूर्ण साथीहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी दुबईको सबैभन्दा ठुलो गार्डन, संसारकै सबैभन्दा ठुलो गार्डन मिरेकल गार्डन घुम्न जाँदैछु। भिडियो रमाइलो छ, पुरा हेरेर साथ दिनु होला। भयो बस कुर्ता ढिलो हुने भएपछि हामीले ट्याक्सी लियौँ। आजमान बस स्टपदेखि एतिसलात मेट्रो स्टेसनसम्मको लागि हामी ट्याक्सी लिएर सरर एतिसलात मेट्रो। यहाँबाट कहाँ जाने र? कुरा त ठिक हो, कहाँ जाने रे हामी? मिराकल गार्डन त यो भित्र त जाने नै जाने। मिराकल गार्डन त्यो भित्र जाने हो। यो चाहिँ दुबईको मेट्रो है साथीहरू। दुबईको मेट्रो हेर्नु होला, क्या दामी छ है मेट्रो स्टेसन। नक्सा हेर्न लाग्यो। नक्सा कहाँ जाँदैछ? हामी मल अफ द इम्प्रेस जानु पर्ने। मल अफ द इम्प्रेस, मल अफ द इम्प्रेस। फेरि हामी एतिसलातको ग्रिन लाइन मेट्रो चढेर सरर पुगे युनियनको रेड लाइन मेट्रोसम्म द मल अफ द इम्प्रेसको लागि। Green line, red line. Your attention please. The train to Life Pharmacy will arrive at platform 2. ल हेर्नुहोस् है साथीहरू, यात्रा लामो छ। हामी फेरि युनियनदेखि मेट्रो चढेर सरर मल अफ द इम्प्रेस पुगे। मल अफ द इम्प्रेसमा छौँ हामी। द मल अफ द इम्प्रेस पुगेर हामी फेरि पब्लिक बसको लागि लामो लाइन बसेर 105 नम्बरको बस चढेर फेरि मिरेकल गार्डनको लागि फाइनल बसको यात्रा गऱ्यौँ हामीले। त्यसपछि हामी मिरेकल गार्डन पुगे। बसबाट झरिसकेपछि हामी 5 देखि 10 मिनटको पैदल यात्रा गऱ्यौँ। मानिसहरूको भिड सँगसँगै हामी पनि मिरेकल गार्डनको गेटतिर आफ्नो यात्रा जारी राखे। जब त्यहाँ मिरेकल गार्डन गेट अगाडि पुगे त्यहाँ थुप्रै मानिसहरू पहिल्यैदेखि लाइनमा बसिसकेका थियो। फर्केर जानुपर्छ क्या हो, यस्तो बिनाको लाइन यहाँ। बल्ल आइपुग्यो। निश्चित समयको लागि निःशुल्क प्रवेश गरिएको हुनाले त्यहाँ हजारौँ मानिसहरूको उपस्थिति थियो। हजारौँ मानिसहरूको भिडमा लाइन बस्दा बस्दै कम्तीमा आधा घन्टापछि हामी प्रवेशद्वारनिर पुगे। निकै लामो समयको लाइनपछि हामी प्रवेश गर्दैछौँ साथीहरू। हेर्नुहोस् दुबईको मिरेकल गार्डन। वाउ, फुलै फुलको संसार छ भन्थ्यो, फुलै फुलको संसार रहेछ। आमामामा कति भिड मान्छेहरू। निःशुल्क प्रवेश, फ्री इन्ट्री भन्ने बित्तिकै मानिसहरू यत्तिकै भिड हुन्छ जुनसुकै क्षेत्रमा होस्। तर पनि रमाइलो छ, अत्यन्त रमाइलो महसुस भइरहेको छ। फोटो खिच्ने ठाउँ त छैन यहाँ। भिडियो गर्दै जाउँ बिस्तारै, तपाईँहरूलाई पनि देखाउने कोसिस गर्दैछौँ साथीहरू, माया गरिदिनु होला।
निकै ठुलो यस्तो मरुभूमिको बिचमा 72,000 स्क्वायर मिटर भित्र फैलिएर बनाएको यो फुलै फुलको संसार। वाउ, कति रमाइलो आनन्ददायी ठाउँ। 150 मिलियन भन्दा बढी फुलहरूले सजिएको छ भन्थ्यो। हेर्दै जाउँ, घुम्दै जाउँ। वाउ, यति धेरै फुलहरू चाहिँ मैले जीवनमा कहिल्यै देखेका थिइनन् साथीहरू। आज मौका मिल्यो, एकदमै रमाइलो ठाउँ रहेछ। तपाईहरू पनि समय मिलाएर आउनुहोस्, घुम्नुहोस्। यो प्रदेशमा ड्युटी गर्दा गर्दै वाक्क भइरहेको मन मस्तिष्कलाई फ्रेस बनाउनुहोस् है साथीहरू। तर आज हामी यहाँ छौँ, हामी पनि घुम्न आएको। हेर हेर्नु त यहाँ आज हामी बाबरी फुलको बोट भएन। बिग इलेफेन्ट, बिग इलेफेन्ट, बिग इलेफेन्ट। यो स्मल इलेफेन्ट, यो चाहिँ स्मल इलेफेन्ट, यो बिग इलेफेन्ट स्मल। ल हेर्नुहोस् साथीहरू, यहाँ हरेक चिज फुलले सजिएको छ, फुलको सजावटमा बनाइएको रहेछ। रुखदेखि पशु पन्छी सबै चाहिँ फुलले सजावट गरिएर यहाँ हेर्नुहोस् कति चाहिँ रमाइलो वातावरण बनाएको छ यो ठाउँ। घोडा देख्यो। भाइ साथीहरू, घुम्दै फिर्दै हामी आइपुग्यो छतै छत भएको छानामुनि। यो छानामुनि चाहिँ रेस्टुरेन्टहरू रहेछ। रमाइलो रहेछ ठाउँ, माइन्ड फ्रेस। वाउ, दामी। ल है साथीहरू, यही हो मौका, आउनुहोस् घुम्नुहोस्। अति सुन्दर ठाउँ रहेछ, मलाई चाहिँ सुन्दर लाग्यो। यही हो मौका, आउनुहोस् है साथीहरू, घुम्नुहोस्। जो कोही पनि दुबईमा हुनुहुन्छ भने स्पेसली एकचोटि चाहिँ घुम्नुहोस् होला है यो ठाउँ। किनभने ड्युटी गर्दै यो प्रदेशमा रुम जाने, ड्युटी गर्ने, माइन्ड डिस्टर्बेन्स हुन्छ भने माइन्डलाई डाइभर्ट्स गर्नको लागि चाहिँ यो ठाउँ विशेष लाग्यो मलाई पनि आज निकै रमाइलो भइरहेको छ। अनि विशेष गरी यो ठाउँ चाहिँ अब अक्टोबर या नोभेम्बरदेखि मेसम्म मात्र खुल्ने भएकोले गर्मीको बेलामा चाहिँ बन्द हुने रहेछ। त्यही भएर तपाईहरू पनि आउनुहोस्, यही हो मौका, घुम्नुहोस् र माइन्ड फ्रेस बनाउनुहोस्। ल लेम्बा साथी हो चिरी त्यो बोला लेम्बा सक्छ गा खाएन, त्यही भएर जानु तिमीलाई चाहिँ थाहा लाग्यो जस्तो लाग्यो। पेनालोर घिना बताऊ जुम झाला कस्तो लाग्यो त बडी? खुसी खुसी, ह्याप्पी नट ह्याप्पी? कस्तो लाग्यो? ठिक छ? मिरेकल गार्डन ठिक छ? धेरै दिनपछि आयो भने फ्रीको बेलामा आयो, बराबर आयो, रमाइलो भयो भन्ने रहेछ। अझै घुम्ने ठाउँ धेरै छ रहेछ त कत्रा माथिबाट भन्दा पनि। यहाँबाट
सबै उस्तै एमरेट्स फ्लाइट साथीहरू, मलाई आज मनमा एउटा कुरा फिरिरहे, जुन यो दुबईको मिराकल गार्डन सबैभन्दा ठुलो बगैँचा घुम्दै गर्दा फुलै फुलहरू देख्दा र यतिको आकर्षित बगैँचा देख्दा, त्यो पनि यो मरुभूमि जस्तो ठाउँमा हाम्रो देश नेपालमा पनि काश यस्तै एउटा आकर्षित बगैँचा भइदिएको भए हुन्थ्यो र धेरै टुरिस्टहरू एट्र्याक्टिभ बन्थ्यो होला, धेरै टुरिस्टहरू बढ्थ्यो होला जस्तो लाग्छ। किनभने हाम्रो देश नेपाल त प्राकृतिक सुन्दरताको धनी हो भनेर संसारभर चिनिएको छ। अब चाहिँ के आशा राख्न सकिन्छ कि भन्ने सानो मनमा झिल्को आशा पलाएको छ। किनभने यो भिडियो रेकर्डिङ गर्दै गर्दा नेपालमा सफलताका साथ चुनाव भएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले जितेर एउटा 2/3 सरकारमा बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी हुँदैछ। त्यही भएर सानो आशा राख्न सकिन्छ। अब चाहिँ 5 वर्षको निम्ति एउटा गतिलो प्रधानमन्त्री पाएको छ देशले अब केही कोल्टे फेर्छ कि भन्ने ठुलो आशा राखेको छु। किनभने जुनसुकै देशमा भए पनि हामी नेपाली, जस्तोसुकै ठुलो देशमा भए पनि आखिर यो मन त नेपाली नै हो भने जस्तै। ल हेर्नुहोस् है साथीहरू, यो चाहिँ एकदमै निकै भाइरल भाग हो। यो मिराकल गार्डनभित्रको एकदमै सोसल मिडियामा धेरै जसो देखिने भएको यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो पुतलाहरू चाहिँ लेडिजमा जुन लेडिजको पुतलाहरू छन्, जुन हावाको लहरसँगै यिनीहरू घुमिरहेछ है। यो चाहिँ एकदमै मैले पनि धेरै जसो देखिने ठाउँ। यो मिराकल गार्डनको धेरै पपुलर एरिया हो, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो एरिया चाहिँ मिराकल गार्डनको कपल्सहरूको लागि बनाएको ठाउँ जस्तो लाग्यो। यो एरिया त्यस्तै छ, सुन्दर जोडीहरू बस्ने, रमाउने, फोटो खिच्ने, भिडियो बनाउनको लागि चाहिँ अति सुन्दर ठाउँ छ है साथीहरू। सक्यो आजको हाम्रो यो मिराकल गार्डनको यात्रा एकदमै सफल रह्यो र स्मरणीय पनि रह्यो। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। साथै अर्को भिडियोमा भेट्ने बाजा गर्दै तबसम्म बिदा दिनुहोस्। नमस्ते सम्पूर्णलाई।